राकेश त यहाँ के चाहिँ गर्नु आएको भन्छ छिटो मलाई। म तेरो साथीको सच्चाइ भन्नु आएको। कस्तो सच्चाइ? तेरो साथी रामको बारेमा। अरुणको बारेमा सच्चाइ? के गर्यो फेरि अरुणले? रामले केही पनि गरेको छैन, तर अब गर्नेवाला छ रामले। अरुणले अब गर्नेवाला छ। यसले त के भन्छ म त केही पनि बुझ्नु सकेको छुइनँ भने। अलिक स्पष्ट तरिकाले भन्न। तेरो साथी रामले तेरो आमाको अपमान गर्दैछ। राकेश, अलिक मुख सम्हालेर बोल। त कोसँग बोल्दैछस्, केसँग बोल्दैछस् तँलाई यो कुरा थाहा छैन। मलाई थाहा छ कि तँलाई कसले पठाएको, यो पनि थाहा छ कि किन पठाएको। मलाई थाहा छ तँलाई हरिशले पठाएको होइन। अरुण, उस्तादको काम भनेको हामीलाई सिर्फ काम मात्रै दिनु, तर दुश्मनी भए पनि मान्छेको नाताले म तँलाई भनेको छु कि म तँलाई कसरी चाहिँ सम्झाउनु। अरुणले तेरो आमाको बारेमा केही नराम्रो शब्द भन्दैछ। रामको यति साह्रो हिम्मत, त्यसले मेरो आमाको बारेमा यस्तो भन्योस्। रामले तेरो बारेमा यस्तो भन्दैछ, तेरो आमाको बारेमा यस्तो भन्दैछ। त्यो अरुणलाई म साथी सम्झिन्थेँ, तर त्यो गद्दार निस्क्यो। त्यो राम सानैदेखि मैले गद्दार सम्झेको थिएँ, तर ऊ रहेछ। आज त्यसको थ्याङ्क यू यार तैँले भनेकोमा। विक्रम, तपाईँ थ्याङ्क यू। केही छैन, ठिकै छ।